ल हेर्नुहोस् यो देवी मन्दिर हो। उहाँ दुईजनाले स्थापना गर्नुभएको अरे 800 वर्ष अगाडिको पिलर। यो पिलरहरू जुन चाहिँ ढुङ्गाबाट खोपेको छ यो 800 वर्ष अगाडि त्यहाँ लेखेअनुसार 30 फुटे अनुसार एउटा चाहिँ यो दुईवटा चाहिँ अझै त्योभन्दा अगाडि 1600 वर्ष अगाडिका यी स्थापना गरेका पिलर भगवानको नाममा देवी मन्दिरमा बसिरहनु भएको छ। यहाँका भगवान अगाडिबाट सबैले पुज्नुहुन्छ। यहाँका देवीलाई पछाडिबाट उता पश्चिम फर्केर बस्नु भएको छ है। यता पश्चिमपट्टि फर्केर बस्नु भएको छ। पूर्वपट्टिबाट चाहिँ पूजा गर्नुपर्छ। यहाँको अलिकति अर्कै दृश्यको यो छ हेर्नुहोस्। यो धेरै पुरानो पशुपतिनाथ जतिखेर यो भयो त्यतिखेरकै उत्पत्ति भएका अरे शङ्कर भगवान चाहिँ यहाँ आएर बसेका थिए अरे। एउटा राक्षसले चाहिँ स्थापना गरेको अरे यो मन्दिर भन्ने कहानी छ। ल हेर्नुहोस् पश्चिमपट्टिको भाग यो। ल हेर्नुहोस् साथी हो दर्शन गर्नु होला। ल बाई।